गाइस अब म यो पुरै कर्नेक्सको राउन्डमा घुम्दैछु साइकल लिएर है त। तपाईहरु आउनुस् जोइन गर्नु। लेट्स गो। भिडियो आज चाहिँ पानी एकदम माथि लेभलमा आएको रहेछ। पहिला खाली कोठामा बसेर काम त केही छैन। अब पैसा कमाउने अरु 6 दिन त बाँकी नै छ। महिनामा 2टा छुट्टी हुन्छ। 2टा छुट्टी पनि त्यतिको रुममा सुतेर म त्यहाँबाट साइकल दौडाएर आएको। अहिले यहाँ आइपुगे। यहाँ चाहिँ बिल्डिङ बन्द माथि लिएर गएको रहेछन् अलि माथि थपेर। अमाजिङ त्यो पुरै राउन्ड घुम्ने बेलासम्म फटाफट दौडु है त। गाइस अब म यो पुरै कर्नेक्सको राउन्डमा घुम्दैछु साइकल लिएर है त। तपाईहरु आउनुस् जोइन गर्नुस् हेर्नुस् भिडियो है। अब साइकलद्वारा म चाहिँ त्यहाँ घुम्न जाँदैछु। लेट्स गो। यहाँबाट पुरै एक राउन्ड यसरी यहाँसम्म पुग्छु म। तपाईहरुलाई सानो सानो क्लिप देखाउँछु है त म। बेलुकामा चाहिँ साइकल धेरै लिएर हिँड्छन् केटाहरू हैन। केटाहरू केटीहरू आफ्नो आफ्नो इन्जोयमेन्ट हो। जे पनि गर्न सकिन्छ यहाँ फ्री दिनमा। तपाईको पनि फ्री दिन छ भने आएर यसरी घुम्नु होला यहाँतिर। Vlogging with cycle guys, welcome back to channel and enjoy this video. If you are new in my channel, just subscribe it and help and support. Amazing place साइकल ले हल्लाएर अलि भिडियो चाहिँ क्लियर नहोला जस्तो छ। मैले त्यही भएर एउटा हातले मात्र साइकल चलाइरहेको छु। यो चाहिँ 4K भ्यूमा रेकर्डिङ हुँदैछ यो भिडियो। आज चाहिँ पानी एकदम माथि लेभलमा आएको रहेछ। पहिला अलि तल लेभलमा हुन्थ्यो। अघि ऊ माथिसम्म थियो, अहिले अलि तल झरिसक्यो। अब एक राउन्ड हानौँ यहाँबाट घुमौँ हैन। अब छुट्टीको दिन इन्जोय त गर्नै पर्यो। यसो घुमघाम गरेर खाली कोठामा बसेर काम त केही छैन। अब पैसा कमाउने अरु 6 दिन त बाँकी नै छ। महिनामा 2टा छुट्टी हुन्छ। 2टा छुट्टी पनि त्यतिको रुममा सुतेर गयो भने त बेकारै हुन्छ भनेर चाहिँ म बाहिर निस्केको यसो घुम्नलाई है। मान्छे फ्यामिलीहरु निस्केको छन् यसरी इन्जोय गर्नलाई। यहाँ भित्र पनि जान सक्नुहुन्छ साइकल लिएर। म चाहिँ जान्न अहिले, अलि पछि जान्छु। अहिले यतैतिर घुम यता जाम। प्लेस छ यहाँतिर। मलाई एकदम मन पर्ने ठाउँ हो। म छुट्टीको दिनमा यहाँ आउने गर्छु सधैँ। म त्यहाँबाट साइकल दौडाएर आएको। अहिले यहाँ आइपुगे। यहाँ चाहिँ बिल्डिङ बन्दैछ। ठुलो बिल्डिङ बन्दैछ। हेर्नु त कसरी बनाउँदैछ बिल्डिङ। ओ माई गॉड, यसरी बन्छ हो विदेशमा बिल्डिङ गाइस। कस्तो रमाइलो ठाउँ छ हेर्नु न। मेरो पछाडि चाहिँ बिल्डिङ बनिरहेको छ अहिले। यो बिल्डिङ चाहिँ कमसे कम 4 वर्ष जति हुन लाग्यो बनाइरहेछ। अझै क्लियर भएन। पहिला आधा मात्रै बाँकी बनाएको थियो। त्यसपछि माथि चढाएर माथि लिएर गएको रहेछन् अलि माथि थपेर। अमाजिङ भ्यूहरू चाहिँ यही ठाउँमा छ धेरै जस्तो। अनि यो अमाजिङ भ्यूलाई चाहिँ मैले क्याप्चर गरेर तपाईहरुको माझमा शेयर गर्दैछु। हेर्नु होला भिडियो अनि
अनि कमेन्ट गर्नु कस्तो लाग्छ। कराइरहेका छन् ट्याउट्यारो टुङटुङ गरेर मान्छेहरू। डबल डक्कर बस आइरहेको हो त्यहाँ हेर्नु त, जस्ट लाइक ए लन्डन गाइस, डबल डक्कर बस। पानीको लेभल एकदम माथि आएको छ आज चाहिँ। पहिला यति माथि आउँथेन पानीको लेभल, आज चाहिँ माथि आएको छ पानीको लेभल। लेट्स गो। अब त्यता जान्छु पुरै एक राउन्ड घुमेर, मलाई रात पर्छ होला त्यो पुरै राउन्ड घुम्ने बेलासम्म। फटाफट दौडौँ है त।